हेलो नमस्ते अनि वेलकम टु माई युट्युब च्यानल। म चाहिँ तिलक बोहरा। आज हामी चाहिँ सोसियोलोजी र एनिमल हस्बेन्डरीको आज फार्म भिजिटमा जाँदैछौँ। सो सर आज हामी कहाँ जाने? आज घुम्न जाने फार्म भिजिटमा जाँदैछु र यो पहिलेदेखि गर्दै आज हामी जान लागेको केटा भेट्न हाई हाई हेलो 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 भिजिट जाने भनेपछि सब रमाइरहेछन्। ल भन त सर के भन्नु? ल त्यो कति पर्सेन्ट डिस्काउन्ट अरे? 50% अफमा। ल कति दुईटा हो? दुईटा हो। कुन चाहियो? रातो कलर राम्रो छ। ल यो चाहिँ गर्लफ्रेन्डलाई गिफ्ट दिनु नि हुन्छ। अनि सेतो वाला यो अलिक सस्तो वाला हो। कति हो? अफर कहिलेसम्म छ अरे? अफर 2 दिन। ल चाहियो भने कन्ट्याक्ट गर्नु होला। ल धनगढी धनगढी धनगढी। ल ल ल ल दुई ल झरौँ 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 सबजना। भाडा भाडा दिनु पर्दैन। यता चाहिँ हाँस खेलिरहेको थिएँ, ठ्याक्क अहिले हामीलाई देखेर भाग्यो नि। यो चाहिँ हाम्रो कोरो सिस्टम वाला हो। को यो? ल भन भन अरू भन न। एकै हो यस्तो हेर्दा त। ल मारे मारे मार्यो WWE च्याम्पियन। अभी मजा आएगा ना भिड़ो। कौन है ये लोग? कहाँ से आते हैं? गाई नै यो के हेर न चाहिँ रातो सेतो रहेछ। यो जातै कुन थाहा भएन के होला यो। गाई फार्ममा यो गाई होइन होला? गाई गाई हो र? के अरे ब्रिडिङ गाईहरू देखाउँछु भनेर ल्याएको लोकल छाडा गाईहरू ल्याएर होइन होला के हो? छातो कसले फोकस भयो क्या तिम्रो? भन सबैलाई नमस्कार। छातो बुढो खाल आज म तपाईँलाई देखाउँछु लाली। लाली। के हो त लाली? लाली हामी गाई हो। कहाँ छ लाली अहिले? यो जर्सी हो र? जर्सी जर्सी गाई यत्रै? ड्रोन का इंतजार तो 12 मुल्कों की पुलिस कर रही है। ड्रोन को पकड़ना मुश्किल नहीं बल्कि नामुमकिन है। मार्यो लाली हो क्या? दूध खाने होते? दूध खाने होते? गजब बेइज्जती है। फेरि अर्को फार्ममा ये क्या कर रहा है? हैं? हेलो 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 के छ भाइ? ओइ ओइ आयो हेर्दा माथि होला। अहिले चाहिँ हामी मुनुवा बिउ उत्पादन कृषक समूह जानकी गाउँपालिका 4 मा पुगेका छौँ। अब यहाँ चाहिँ हामी थुप्रै कुराहरू हेर्नेछौँ। धानको बिउदेखि लिएर ग्रेडिङ मेसिन र अन्य मेसिनहरू पनि हेर्नेछौँ। ल भन। हजुर तपाईँलाई स्वागत छ हाम्रो जानकी गाउँपालिका 4 मुलामा भएको बीज भण्डारण। अहिले चाहिँ हाम्रो बजारमा 4
यो स्टार चाहिँ कुन यहाँ जति पनि संस्कृत यो चाहिँ अब चाहिँ हामी ग्रेडिङ मेसिन हेर्न जाँदैछौँ। यो ग्रेडिङ मेसिन, उता छन् कामदारहरू, अनि यो चाहिँ ग्रेडिङ, यो धान जाने ठाउँ। यहाँबाट चाहिँ भित्र जान्छ र त्यहाँबाट बाहिर आउँछ। यता चाहिँ धान आइरहेको छ यो, अनि यसमा सम्पूर्णमा नमस्कार। मेरो नाम विजय कुमार कटरिया, घर चाहिँ नि जानकी चारमा हो। म आज यस संस्थाको अध्यक्ष। यो चाहिँ चैते धान हो, इरिगेसन भएको छ। ल भित्रै हेरौँ न। चैते धान यो चाहिँ इरिगेसन भइरहेको छ। कति टाइम? चैते 5 हो, हर्दिनाथ चाहिँ यो चाहिँ हर्दिनाथ, अनि यो चाहिँ चैते। 50औं मान्छे चाहिन्छ होइन यति रोप्नलाई, तर राइस ट्रान्सप्लान्टले मजाले रोप्दियो। एकै दिनमा त्यति यति फरक छ के। मेन पावर गर्न मेन पावर र यान्त्रिकरण मेसिन पावर होइन, धेरै फरक पर्छ सर। त्यही भएर अब लागत अब त्यतातिर अब होइन कम गर्नलाई अब मेसिन पावरतिर जानै पर्छ कि किसानलाई, नगई हुन्न। अनि यहाँ एउटा सानो लेडी बग पनि रहेछ, यो रातोवाला। आउँछ सर यो लोकललाई दिए जसरी चाहिँ फिडिङको व्यवस्था गरिरहेछ नि, त्यही कारण ठुलो होला, लगभग 50 केजी न त क्रस होला होइन? कति केजी यति होला? लगभग यो चाहिँ हाम्रो चाहिँ 70 देखि 80 केजीसम्मको चाहिँ छ है। अनि यसमा चाहिँ हड्डीहरू चाहिँ कम, धेरै मात्रामा चाहिँ कम हुन्छन्। विशेष गरी मासुले मात्र भरेको हुन्छ क्या यो। जात कुन रहेछ बोयर हो? जात घाँटीमा चाहिँ के भएको रहेछ? त्यो फार्मको रहेछ, खसीहरू बोकाहरू रहेछ। यता चाहिँ अब मेरो भिजिट पनि हो, कानमा लगाएको यो चाहिँ ट्यागिङ होला। अनि यो चाहिँ हाम्रो इलेक्ट्रिकल रड, खसी पनि रहेछ यहाँ एउटा ठुलो। हेलो हेलो ह्यान्डसम दाइ। एकछिन चाहिँ यता फोटो सेसन भइरहेको छ अब। ल सर ल खलासी अगाडि गएर ढाक्दै गरिहाल्छ। चलो चलो चलो। हाम्रो सर प्रेम सर के भन्नु, आज हामी कहाँ अरे? कञ्चनपुर नै दिल्लीमा पुग्यो त अहिले त। कहाँ पुग्यो अरे? कञ्चनपुर। ल यो बहिनीको घर, यो बहिनीको घर, उहाँको घरमा पुग्यौँ आज। मैले गाईलाई बदाम जुस खुवाएँ अनि चमचम खुवाएँ। बिल पनि दाइले पे गर्नु।
ओहो जेठो दाई कान्छो भाइ साडे भाइ प्रकाश दाई परे के चाउचाउ खाँदैछ नि भिडियो आउनु पर्ने यार एउटा हामीलाई चाहिँ चट्ट भित्र आएर गएर आऊ पछि भन्नु ल चट्ट एक राउन्ड ल कस्तो रह्यो आजको भित्र ल आउन यहाँबाट सर आएर आउने हो नि त तपाईँले ल अब किनलाई हुनु भित्रबाट आएर भन्नु नै भन्दैन ल अनि अब चाहिँ हामी कलेज पुगिसक्यौँ आजको भिजिट थियो हाम्रो सोसियोलोजी र एनिमल हस्बेन्ड्रीको त्यो पनि सकियो अब फाइनली कलेजमा आइयो ल आजको भ्लगलाई पनि यहीँ अन्त्य गरौँ है त